हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म मेरो लाइफको फर्स्ट इन्टरनेसनल सोलो ट्रिप गर्दैछु। सो तपाईँहरूलाई पनि सँगै लिएर जाँदैछु। लेट्स एक्सप्लोर है त के हुन्छ भनेर म तपाईँहरूलाई सबै देखाउनेछु। लेट्स गो। अब चाहिँ हामी उड्नलाई अझ टाइम छ। सो कफी लिएर आएको छु है। लेट्स वेट है टाइम अनि उड्नुपर्छ हामी पनि। हेलो हेलो हेलो। अनि म चाहिँ अहिले ट्राभलिङ जाँदैछु। यो चाहिँ मेरो लाइफको फर्स्ट सोलो ट्राभल हुँदैछ है। अनि आइ एम सो एक्साइटेड। आज चाहिँ म तपाईँहरूलाई नयाँ ठाउँ लिएर जाँदैछु, एक्सप्लोर गर्दैछु है। यो चाहिँ मेरो सेकेन्ड टाइम। आजभन्दा 20 वर्ष अगाडि म गएको थिएँ, र मलाई त्यति साह्रो याद त छैन, धेरै कुरा बिर्सिसकेँ। सो अब फेरि पनि यो मेरो लाइफको चाहिँ सोलो ट्राभल हुनेछ। अनि म एक्साइटेड छु, पुरै एक्साइटेड छु। सो म चाहिँ वेट गरिरहेछु है मेरो फ्लाइटको। यहाँनिर के छ तपाईँलाई देखाउँछु है। मान्छेहरू वेट गरिरहेछ। म चाहिँ बोर्डिङ पास लिएर जाँदैछु है। 71 मेरो कहाँ छ होला। through the highways till my shadow turns to sun rays, and on we'll go. फाइनली टोकियोमा ल्यान्ड भइसकेको छु है। ओभर गर्मी जस्तो छ बाहिर। अब चाहिँ बाहिर भेटौँला। ल हामी चाहिँ अहिले इन्टरनेसनल एयरपोर्ट नारिटामा आइसकेको छौँ है। माई गड, आई एम सो एक्साइटेड है। आफ्टर 20 years म आफै आउँदैछु जापानमा। जापान भनेर लेखिरहेछ है। सो वेयर आर यु फ्रम? आई एम फ्रम श्रीलङ्का। चाहिँ धेरै हिँड्नु रहेछ। फाइनली कस्ट्युम सबै क्लियर गरेर देखिनु त मेरो मान्छेलाई त। 1 2 3 है। लिन आउने मान्छे त के साह्रो। आमा मेरो दिदी बहिनीहरू त हराउँछ त। राधिका दिदीले त ल जापानमा चाहिँ ट्रेन स्टेसनमा यति धेरै मान्छेहरू हुने रहेछ। मलाई त गर्मी लागेर है। ल है हङकङबाट बिहानको 6:30 बजी हिँडेको, यहाँ रातिको कति बज्यो है? 8:30। अम्बो होल डे ट्राभलिङ गरेर फाइनली भनेको आमा फाइनली गर्छु। जापानको फर्स्ट डिनर यस्तो हुँदैछ हाम्रो। मान्छे चाहिँ नदेखाएको, बेहाल भएको छु हामी। हेलो एभ्रिवान, गुड मर्निङ फ्रम जापान है। हामी चाहिँ अहिले टोकियो जाँदैछौँ। बिहानको 5 बजिरहेछ जस्तो उठ्यानु। फर्स्ट ट्रेन चढ्नु लागेको। मेरो हालत चाहिँ यस्तो भइरहेछ, गर्मी छ ओभर। फर्स्ट ट्रेन चढ्नु लागेको हामी चाहिँ। यहाँ हामी माथि छौँ ट्रेन स्टेसनमा। फाइनली हामी चाहिँ टोकियो आएर हाम्रो टुर गाइडलाई भेटिसकेका छौँ। अब चाहिँ हामी माउन्ट फुजी जाँदैछौँ। ल भन्दा कहाँ छौँ भने हामी अहिले चाहिँ हामी के भन्छ यामानासी लेक यता यता यता। यहाँ चाहिँ टोइलेट चाहिँ
एकदम दामी छ है यो होइन हाम्रोतिर त यस्तो हुँदैन यताबाट होइन कस्तो क्युट घर जस्तो टोइलेट भन्न खोजेको हामी चाहिँ अहिले कहाँ भन्ने छौँ भने यामानाका जापानको नम्बर 1 लेक भनेर भनेको छ तर मलाई त सायद टाइपोमा जस्तो सेम बोटहरू छ लेकमा अहिले घुमिरहेछौँ हामी चाहिँ अहिले फुजी सानतिर जाँदैछौँ अनि यो चाहिँ फर्स्ट स्टप अनि घाम चाहिँ दामी वेदर चाहिँ खुलेको छ तर फुजी सान देखिन्छ देखिँदैन थाहा छैन यहाँ बहिनी चाहिँ टिकटक बनाउँदैछ माउन्ट फुजी यामानाका बाई 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 अब हामी अब यता माउन्ट फुजी यता माउन्ट फुजी यस हामीलाई चाहिँ माउन्ट फुजीले दर्शन दिइसकेको छ अनि अर्कोतिरबाट यसले थोप्नु लागिसक्यो नि फेरि यो चाहिँ जाडो महिनामा आउँदाखेरि हिउँ पर्दा कस्तो दामी वाइट छोपेको हुन्छ अहिले कुदेर अनि उही डाँडा चाहिँ कस्तो दामी यो माथिको नक्कले डाँडा हो ठुलो हेर न हाँस कति राम्रो हात पनि छ हाम्रो ड्राइभर हामी त पुरै धनी परेर ड्राइभर लिएर आएको थियौँ हाम्रो ड्राइभर कहाँ हाम्रो ड्राइभरले वेट गरिरहेको जानुपर्ने हुन्छ अब चाहिँ सी नेक्स्ट डेस्टिनेसन है त ओ सो नाइस है सो लकी माउन्ट फुजी देखिरहेछ माउन्ट फुजी चाहिँ मेरो ब्याक साइडमा छ माउन्ट फुजी चाहिँ यहीँनिर छ वाउ सो नाइस गाडी रोकेर अनि हामी यता आएको माउन्ट फुजी from far away wow nice कुराहरु है त साकुरा हामी चाहिँ किमोनो लाउन जाँदैछौँ है जापानको चाहिँ स्मल भिलेज भित्र अनि यहाँ चाहिँ अब ट्रेडिसनल खाना किमोनो लाउनु पाइन्छ अरे है ल यो चाहिँ जापानिज भिलेजहरू कस्तो राम्रो फुलहरू फुलिरहेछ The flowers over there. Yes, so nice. Oh my god. पुरै जापानिज भिलेज एक्सप्लोर गर्दैछौँ अहिले अनि एक्सप्लोर गर्नेहरूमा हामी दुईजना नेपाली पनि छौँ रमाइलो हुँदो रहेछ यसरी ट्रिपहरूमा आउनु म त अब एक्लै हिँड्दैछु ल हामी चाहिँ अहिले यहाँनिर जापानिज रेस्टुरेन्टमा लन्च ब्रेकको लागि ल्याएको छ अनि यो जापानिज रेस्टुरेन्टमा खाना खाँदा चाहिँ के भन्नु फ्रीमा लाउनु पाइन्छ अरे सो हामी चाहिँ भोलि पर्सि अरू नै ठाउँमा किमोनो लाउने प्लान छ सो हामी चाहिँ यहाँ खाना खाँदैनौँ होला हामी अर्को ठाउँमा जान्छौँ होला जस्तो लाग्दैछ घुम्नु होला सो खासै भोक पनि लागेको छैन भरे पनि एनर्जी ड्रिङ्क खाएको अनि यहाँ चाहिँ यस्तो दामी माउन्ट फुजी यहाँबाट देख्दो रहेछ यो एरियामा चाहिँ जहाँबाट माउन्ट फुजी स्पेसली माउन्ट फुजी हेर्नु आएको हामी है यहाँ देखिरहेछ सो लेट्स चेक आउट है के हुन्छ ल माउन्ट यही ब्याक साइड आइज त माउन्ट फुजी क्या दामी देखेको यो मेरो भ्लगर साथीले चाहिँ बिर्सी पठाउँदै गर्छ भ्लग बनाउनु जापानिज रिक्सा हो सो हामी चाहिँ अहिले किमोनो नलाएर यता सानो माउन्टेन हिँड्नु आएको यहाँनिर चाहिँ फुजी माउन्टेन ओभर दामी देखिरहेछ मान्छेहरू यति धेरै फोटो लिइरहेछ मान्छेहरू भिड फुजी माउन्टेनको पिक्चर लिइरहेछ ओ माई what is that? कोइन फाल्ने उ रहेछ मैले भिडियोमा एकचोटिमै लगाएको थिएँ तर मैले त्यो भिडियो हालेको छैन यहाँ चाहिँ यस्तो रहेछ है ब्लू वाटर ब्ल्याक वाटर छ है यहाँनिर चाहिँ पुरै दामी ठाउँ छ 8 मिटर तल 8 मिटर गहिरो छ अरे यो चाहिँ अम्बो माछाहरू दामी आइरहेछ यहाँ फोन धरो यहाँ चाहिँ फोनहरू झऱ्यो भने चाहिँ हेल्प गर्दैन अरे निकाल्नुलाई ल जाउँ ल हामी चाहिँ अहिले भाइरल लोसन भन्ने ठाउँमा आएको छौँ यहाँबाट चाहिँ फुजी सान क्लियर देख्छ अरे यो चाहिँ एकदम भाइरल ठाउँ अरे सो यहाँबाट फोटो खिच्नु पर्ने अरे है ओभर वेदर चाहिँ सफा भइरहेछ क्लियर वाउ नाइस नाइस नाइस
फुल पनि कस्तो दामी छ यहाँको चाहिँ एकदम भाइरल लसन प्लेस है यहाँ चाहिँ हेर्ने कुरा भनेको यति नै हो चिसो तातो किनेर खाने होला अनि यति नै हो म त गर्मी भयो यहाँ बस्नु पर्यो यता आउ पछाडि ब्लगर यहाँ मेरो ब्लग नि सब्सक्राइब गर्नु पर्यो 5 के पुग्यो भने के अरे त्यो के अरे 500 औ होइन के किन्छु र मैले ए ओस्मो पकेट किन्ने अरे यहाँ सब्सक्राइब गर्नु पर्यो है मेरो बिचरा गरिब भएर सब्सक्राइब गरिदिनु अरे ओस्मो पकेट किन्ने अरे पैसा कमायो यस्तै छ है जापानको भ्यू यो चाहिँ एकदम भाइरल प्लेस अरे सो यो हाम्रो थर्ड डेस्टिनेसन अब नेक्स्ट डेस्टिनेसन यो चाहिँ हाम्रो 4th स्टप अनि यसमा चाहिँ लेभेन्डर आइसक्रिम ओभर फेमस छ है लेभेन्डर आइसक्रिम त्यो पर्पल कलरको फ्लावर हुँदैन अनि त्यो चाहिँ खानुपर्छ पर्ने अरे है त लेभेन्डर आइसक्रिम सो हामी पनि लेभेन्डर आइसक्रिम चाख्न आएको आइसक्रिम स्पट 11 रुपियाँको दुईवटा आइसक्रिम यो ब्लुबेरी हो यो लेभेन्डर ओ चम्ची लेभेन्डर उयो लेभेन्डरमै लगेर खिचौँ चाहिँ हामी लेभेन्डरको आइसक्रिम ट्राई गर्दैछौँ अनि यहाँ लेभेन्डर छ वाउ लेभेन्डर अनि आइसक्रिम ल अब चाहिँ हामी खाउँ है चेस आधा पारिसके त यसले पो खाने त केटी चेस आइसक्रिम लभरै होइन यो मिठो रहेछ यो भन्दा मेरो ब्लुबेरी तपाईँको लेभेन्डर सेभेन्डर ब्लुबेरी त यो जस्तो छ त त्यस्तै लाग्यो के हो सिमेन्टले पानी ट्याङ्की जस्तो के गएर लेभेन्डर गार्डनमा फोटो खिच्नु मन परेको थियो कस्तो दामी रहेछ यहाँ पनि दामी देखिरहेछ है कस्तो दामी छ अनि भोलि पर्सि यो चाहिँ रातो हुन्छ अरे सबै यस्तो समुद्रको छेउमा वाउ असम भ्यू अर्को भ्लगरले पर एक्सप्लेन गर्दैछ एउटा भ्लगरले यता एक्सप्लेन गर्दैछु यहाँ चाहिँ हामीले लेभेन्डरको आइसक्रिम खान आएको थियौँ सो एकदम रातो राम्रो हुन्छ अरे त्यतिखेर आउनु पाइएन बट इट्स ओके ल हामी चाहिँ फाइनली एउटा डेस्टिनेसनमा आएको छौँ थाकेर सेलेक्कै भइसकेको छ अब त घुमेर पनि सो वाउ मेपल ट्री दामी फुलिरहेछ छिटो थाहा थियो ल भाबी लिम्बू भाषा बोलेको अरे वा ओ माई गड त्यो मेपल ट्री हामी यति खोज्छौँ उता है त टन्नै मेपल ट्री यहाँनिर चाहिँ चोक्यो देखिन्छ है कस्तो भ्यू भएको छ यसरी हात धुनुपर्ने हुन्छ मन्दिर गर्नुभन्दा अगाडि सो यहाँनिर दर्शन गर्नुपर्छ त्यसपछि बाँधेको रहेछ यहाँनिर चाहिँ यस्तो खालको छ है कोइनहरू खेल्न मिल्ने रहेछ त्यो चाहिँ हामी डाइरेक्ट होटेल फर्किन्छौँ हाम्रो लास्ट डेस्टिनेसन अहिलेसम्म हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद सी यू इन नेक्स्ट भिडियो पार्ट 2 आउँदैछ स्टे सेफ स्टे ब्लेस एन्ड स्टे ह्याप्पी बाई बाई